Hello everyone, welcome back to my YouTube channel. This is me Vandana Gurma Roini फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु। अनि साथीहरु अहिले चाहिँ हामी राति चाहिँ कहाँ हिँड्दैछौँ त सबैजना भन्दा चाहिँ गेस गर्नु होला भन्दिनु। अहिले चाहिँ यहाँ चाहिँ मेरो साथी छ, अनि यहाँ दुईजना बसिदिएको छ अगाडि। अनि अहिले चाहिँ हामी चाहिँ उता चुली होली गएको राति, किनभने दिउँसो चाहिँ बेलुकी चाहिँ दिउँसो चाहिँ गर्मी हुन्छ नि, बेलुकी चाहिँ शीतल हुन्छ नि, त्यही भएर गएको। राति जाने बेलुकी जाने भन्दा यो दुईटालाई बुढाबुढीले गरेर 6 बजे त्यहाँ पुग्दा लगभग 8 बज्छ होला, घर पुग्दा 10 बज्छ होला। अनि 10 बजे भने हाम्रो रुममा बस्नु भुइँतिर लम्पा छाडेर। अनि अहिले चाहिँ हामी चाहिँ सर्टकट बाटोतिर जान्छौँ, तर त्यो ठाउँ चाहिँ एकदम राम्रो छ। अस्ति नै साइल र म जानु चाहिँ गएको हो। अनि अहिले चाहिँ हामी यहाँ माथि हल्दार चोकतिर आइपुगेको छौँ। अनि मलाई चाहिँ हल्का त्यो हिजोको औषधि खाएर चाहिँ हल्का ठिक भएको जस्तो फिल भइरहेको छ। अनि त्यही हो। अनि मैले अस्ति लगाइदिएको थिएँ यो नङ, धन्न उक्किएको रहेन। यो चाहिँ पोलिजेल चाहिँ उक्किने सम्भावना हुन्छ क्या, छिटै ठोकिएर यताउता गरेर, किनभने विदाउट टिप्स हो नि त। अनि त्यही भएर तर बचेको रहेछ, 3-4 दिन भइसकिसक्यो काम छैन नि त। अनि म चाहिँ यस्तै झट्टु लुगामा हिँडिरहेको छु। यो चाहिँ फेरि चारकचिटिक बनेर आइपुगेछ हो। ठ्याक्कै तिमी ऊ र साइलको लुगा र उसको लुगा चाहिँ सफा छ। अनि सनम र मेरो लुगा चाहिँ फोहोर छ है। अनि मेरो अनुहार छिटाएको भएर लुगा नि कस्तो लगाएर आउँथेन कि गरायो नि त। अनि यता कालो छ क्या मेरो, के भएको अनुहार त के साह्रो बिग्रेको छ साथीहरु। तपाईँहरूले मलाई रियलमा देख्नुभयो भने चाहिँ ठाँट फल्नुहुन्छ क्या, डल्नुहुन्छ, बिहोस हुनुहुन्छ। राम्रो भएर चाहिँ होइन साथीहरु, नराम्रो छु क्या म। यो यस्तो कालोहरू छ, मेरो अनुहारमा तिलकोटीहरू आएको छ क्या साथीहरु। तर यो भिडियोमा पनि देखिनु त देखिएको छ, मेरो आधी पातपुर चाहिँ देखिएको छ थोप्डाको। अनि यहाँ चाहिँ रोडमा भएर होला गाडी गुडीहरू भट्टाक घुटुक चलाइरहेको छ। अनि अब खोइ यता कताबाट सर्टकट लानु चाहिँ लान्छ। अस्ति चाहिँ सायद र म सर्टकट बाटै आएको। हामी चाहिँ अब पञ्चमुखीको बाटो जान्छौँ। हाम्रो लीलाशिष चाहिँ खुब डराउनुहुन्छ बाटो क्रस गर्नु। मलाई आउँदैन नि त बाटो क्रस गर्नु। यहाँ बाजेर खोक्नुहुन्छ होला सिटीले आज हामीलाई। गएर चाहिँ हामी चाहिँ पौडी खेलेर आउँछौँ। झप्लाङ नहुँदो ट्र्याक्टरलाई पनि यही बेला आउनु परेको रहेछ। ट्र्याक्टरमा जानुपर्छ होला झुन्डेर। ट्र्याक्टरमा जाँदा नि हुन्छ। कहिले उति त झुन्डिन्थ्यौँ हो हामी त खुब ट्र्याक्टरमा। अब चाहिँ साथीहरू हामी पर पुगेर भेट्छौँ भन्दा नि म बाटोमा देखाउँदै जान्छु कस्तो। यहाँ त अँधेरो भयो क्या, उता त लाइट भएर उजेल भएको थियो, यता त अँधेरो भयो। लाइटै छैन कि यता रोडतिर। जान्छौँ। फाइनल साथीहरू हामी चाहिँ यहाँ चाहिँ किराती टोलमा आइपुगिसक्यौँ, यहाँ अन्धकार रातमा। अनि हाम्रो यात्रा चाहिँ सफल रहिरहेको छ। अनि हाम्रो सायल श्रेष्ठ चाहिँ भुक्क पौरोडी जस्तो भएर फुलेर हिँड्नुहुँदैछ। अनि दुईजना भूत चाहिँ उता आउँदैछ। अनि म भूत चाहिँ यहाँ छु। अनि हाम्रो एउटा कालो भूत चाहिँ यहाँ हुनुहुन्छ। अनि खोला थुतु गरेर हिँड है। पानी तेरो चप्ली चाहिँ गयो कि हामी चाहिँ खास चुली होली गएको हो। यो त पानीमा डुब्नु आएको उयो यत्रो स्कर्ट लाएर आएको छ। अब साइल अरे सनमले चप्ली बोकिदिन्छ। अनि म त यस्तो ट्राउजरमा यस्तोमा हिँडिरहेको छु। अब हाम्रो साइल हिँड्नुहुन्छ। थुतु गऱ्यो यहाँ चाहिँ साइड हिँड्नुहुँदैछ। म चाहिँ यताबाट हिँड्छु। चाप्लाक हिँड्दैछ, किनभने चिची कोही म चाहिँ यहाँ छु। साइड हेर्नु देखिएको छ मलाई फुल। हुनुहुन्छ कहिले
यताबाट चाहिँ हामी चाहिँ खोइ यताबाट जाँदैछौँ। यहाँ हाम्रो साइल श्रेष्ठ अस्ति नै साइकलमा आएको थिएँ माने आज चाहिँ अँधेर रातै परेछ हो। किन गएको हामीले नि राति एउटा केटी मात्रै होइन केटी मात्रै के हुन्छ मलाई पनि मसन घाटमा बस्दिन्छु थोरै पानी रहेछ यो त। हामी पनि साथीहरू आजको नाइट चाहिँ मसन घाटमा गएको हो क्या। जङ्गलको बिचमा आज हाम्रो रात भनेको मसन घाटमा हिँड्छ। मसन घाट आछि वाउ कति कालो छ। माछा पनि पाउँछ साथीहरू यहाँ चाहिँ। भुतै भुत हो हामी सबै भूत हो। हामी भूत पक्रिनु गएको भूत गएर भूत पक्रिनु गएको डर लाग्छ। भूत पक्रिनु होइन डर लाग्छ अरे यो भूत पक्रिनु गएको यसलाई भूतसँगै छाडिदिएको यहाँ आज हामी। बेलुकी आउँदा शीतल हुन्छ भनेको तर शीतल त के साथीहरू यहाँ त राति नै भइसक्यो 8 बजिसक्यो पुरा भयो नि त। 8 अनि त्यसमाथि मसन घाट कहाँ पुग्यो जस्तो आँखा बल्दैछ होला मेरो। त्यहाँ त एउटा दोकान छ जङ्गलको बिचमा एउटा बोजूहरू बस्छ त्यहाँ जाँड खेल्नु जानु पर्ला। त्यही त गएको त भाइ अहिले ए हो र त्यो सुद्धिकोमा जाँड खानु गएको अनि त्यही पौडी खेल्नु गएको भनेको लास्टमा जाँडको टार्गेटमा त्यहाँनिर मान्छेहरू हुन्छ नि त अनि त्यहाँ जति पनि खेल्न आउँछ नि अब त्यहाँ कहीँ दोकानहरू पाउँदैन। अस्ति हामीले त्यहीँ खाएको क्या जाँडहरू त्यहाँ चटपटी पनि पाउँछ होला। पाउँछ गु सुँगुरको लिदु सबजनालाई मसान आयो मसान। यता चाहिँ म त बिराम हुन्छु है। दिरालाई चाहिँ आज यहीँ छोडिदिइराख्नुपर्छ है। ओइ म त मर्थ्यो होला म त आत्यो भन्दा लङ्कै छोडिदिन्छु। यहाँ चाहिँ एउटा दुईवटा घरहरू मात्रै रहेछ क्या। तर यसरी राति हिँड्दा कस्तो आनन्द यो गाउँ हो नि यो सिमले हामी टक्क जान्छौँ सुन सिमले हो। अब त्यहाँ जान्छौँ होइन त्यहाँ गएपछि गाउँ सकिन्छ। गाउँ सकेपछि जङ्गलको भित्र छिर्छौँ अनि जङ्गलको भित्र सक्दाखेरि चाहिँ त्यहाँ भित्र अलिकति भित्र माथि त्यहाँनिर एउटा पोखरी छ अनि एउटा साइडभरि चियानी काटेर हाम्रो भन्छ। अनि फास बलेपछि आँखा मात्र बल्छ त हौ साहिल कहाँ बल्छ जङ्गल छिर्यो अब साथीहरू पर पुगेर फाइनल्ली अहिले चाहिँ हामी हाम्रो गन्तव्यमा आइपुगेको छौँ। साइडको बुबु देख्यो यहाँ सेक्सी जानु यहाँ ट्विक हिँड्दैछ। अनि अब चाहिँ ऊ खुट्टा त कति फोहोर भएछ उसको भूत तर्साउँदैछ है तर्साउँदैछ। लिलेलाई तान्छ होला है आज पहिले हामीलाई जाटी छान्नु पर्छ राति एक दिन के अरे जाटी छान्ने अरे पुरा लाग्दैन नि त राति लाइट हाल्ने राति त हो त भाइ चरा हन्टिङ हाल्ने भने कालिज थाहा छ तपाईँलाई? कालिज यो भनेको डेन्जर हन्टिङ हो क्या यो ठाउँ भनेको। कस्तो सनम छ यहाँ त भाइ यहाँ सुतिरहेको पहिला नि दाइ उयो हो क्या त्यहाँनिर हुन्छ मान्छे परै हुन्छ अरे हौ मान्छेहरू भयो डिस्कस्टिङ नगरौँ हामी मान्छेहरू सुन्दैछौ बोलेको नजाउँ होला हौ के हुँदैन मान्छे बोलेको सुन्दैछौ डर लागिहाल्छ साथीहरू
यस्तो बोल्छ र मलाई मन पर्छ यहाँ चाहिँ सबै अहिले त केही त देखिँदैन के हेर्नु र यता पनि छ आउ न कहाँ कति हामी यहीँ बस्छौँ हो नि त मेन पोखरी यहाँ बनाएको छ यतापट्टि हौ आँखै देख्दैन तिमी पनि सोनमले आँखै देख्दैन अस्ति हामीले ऊ पर बनाएको आरती अरे लिले यो हो पुल अहिले त देखिँदैन के केही देखिँदैन फुल हो नि अह कस्तो तातो बाफ आइरहेछ कमल फुल हो जुम्लु तातो बाफ आयो के गनायो मात्रै दिउँसो आइज नि दिउँसो बबार हुन्छ सनमले ल्याउँदैन खोइ तिम्रो स्कुटी मेरो घरमै छ अनि एकचोटि खरङ लिलेर मात्रै ल्याउनु नि खरङ बनाएर आउनु मान्दैन क्या यो एक्लै कहिले दिनुहुन्छ नि तपाईँलाई यति हो हाम्रो रमझम भनेको यही हो अब सक्यो हामी मसान घाट कटेर गइसक्यौँ घरतिर अब भ्रमण कस्तो लाग्यो दाइ कहाँ उयो लानु मात्रै 2-3 जना लिएर हिँडिन्छ गयो हाम्रो लेटा गरे भनेपछि भाइ हैन सुन यहाँ प्लान बनाएको र स्कुटी झिक्छ हैन फेरि साहिललाई हातभरि चाबी दिनुहुन्छ हौ दिदीले त्यो टायर पनि फेर्न लगाएको टायर पनि उयो बनाइदिएको थिएँ नि त मैले पड्काइदिएको थिएँ क्या भाइ मेरो अर्को स्कुटीको टायर त्यतिकै छ त उहाँ ग्यारेजमा अनि सुन न अब चाहिँ हामी उहाँ खाएर जान्छौँ चटपटेहरू होइन अनि जानु अनि कति महिना थामौँ भन्दा त्यो इन्जिन एकचोटि चाहिँ मैले 1000 को खर्च इन्जिन बनाइदिएको थिएँ गफ सुन न यिनीहरूको गफ 4 जना लिएर 4 जना होइन भाइ साहिलको छुट्टो गफ सोनमको छुट्टो गफ हाम्रो छुट्टै गफ लिलेको छुट्टै गफ मेरो छुट्टै गफ चुली पोखरी पोखरी मात्रै भन्नुहुन्छ क्या चुली होली त आएको अरे आएर त्यो तातो पानीको बाफ खायो अनि कुद्यो फर्किँदैछ सै परेर फर्किँदैछ अब चटपटे खाने हिँड्दै जाने पर्यो गराङ हुँदै जाने यत्तिकै अब यहाँ तल जान्छौँ यहाँ त कुकुर रहेछ भाइ बिस्तारी कुकुरले भुक्दैछ दर्शक दिनहरू अहिले हामी चाहिँ यहाँ गन्तव्यमा आएको छौँ अनि झन्डै कुकुरले चाहिँ आक्रमण गर्यो क्या यहाँ मलाई एक कुकुर र भैँसीले झन्डै आक्रमण गर्यो यो त मेरो परेलाहरू त मुनि फर्केको छ त हौ आयो चुरी पोखरी आयो नराम्रो मान्छे हो क्या नि साथीहरू म राम्री यहाँ हेर्छ यहाँ चाहिँ मेरो प्रकाश छ अनि म राम्री मान्छे अनि यो राम्री निस्किन्छ त यहाँ यतिको पनि यहाँ मेरो यो खास जाति चाहिँ तिमीहरूको अनुहार मेरो स्कुटी लिएर जानु भन्दा नि भोलि बाइक मागेर जानु मलाई दिँदैन मेरो मम्मीले चाहिँ यो ट्याटो हिजो आज देख्नु भयो अनि ट्याटो हान्नु भनेर गर्नु विज्ञान खोइ कुन देश मात्रै हेरे पाउँछ अरे भोलि चाहिँ साँच्ची साइडलाई हानिदिनुहुन्छ होला फ्रीमा हानिदिनुहुन्छ कुन देशमा जानु पाइएन भन्दैन खोइ कुन देश अरे होइन एउटा कि दुईटा मात्रै देश जानु पाइँदैन अरूमा पाइन्छ
ओइ मलाई भन्दैन भनेको ल ल उसले भोलि च्याट हाल्दैछ यहाँ मेरो नाम लेख्दैछ भोलि यहाँ मेरो नाम लेखेर लभको पाना चाहिँ यहाँ बनाउँछ उसले यस्तो रातो सनमको नाम अनि लीलाले चाहिँ यहाँ सनम लेख्ने अरे यहाँ लभको पाना बनाउने हैन ल निधारमा यस्तोमा ए सनमले चाहिँ यहाँको सिधा यहाँ फेरि खान त शीतलै हुन्छ नाकको म चाहिँ यहाँ छातीमा किबी भनेर लेखिदिनु पर्यो क्या आँखा टल्केको यता हेर्नु यता हेर्नु चाहिँले त हेर्नु आँखा टल्केको हेर ड्रप भनेर क्या दाइ ड्रप भनेर लेखिदिनु पर्यो उसको क्या चाहिँ दाँतै गएन रहेछ हौ कस्तो होला सुपारी घोटे लगाइदिनु त्यही सुपारी र फल्केरी होइन अनि सुपारी के घोटे भएको? लाउँदा नि त होइन काँचो सुपारी फर्केर लाउनु लाउनुपर्छ। हुँदैन उयो काँचो सुपारीलाई घोटेर लाउने बुझेको अनि- त्यताउरी लाउनु मैले लगाइदिनु नि मैले लगाइदिँदिनँ उसलाई यो मैले कुमारीहरू के केही मेरो तर जाँदैन रहेछ हौ त्यो धेरै छिपिसकेपछि नि यो पहिला लडेको मेरो सानोमा यी सबले उयो तिम्रो त त्यो त थिएन त होइन पोतो जस्तो यो उयो ब्लेडले बहिनीले काटिदिएको नि पोतो भन्छ सबैले होइन तर ब्लेडले काटिदिएको क्या बहिनीले पहिला अस्ति बिहेमा बिहे अरे अस्ति न त थिएन त सुरु सुरुमा मैले हेर्दा त यो है किन थिएन बिहे गरेपछि नोटिस गरेको हो क्या मैले तिम्रो नाम थियो पहिलादेखि नि हो बच्चादेखि नि हाम्रो साइलको चाहिँ हुनुहुन्छ यता मसँग रिसाएको अरे हेर न मुन्टो बङ्गाउँछ बाउले सानोमा खुल्दा हानेर यत्रो गएको थिएँ माया गर्नु माया गर्नु कालो नदेखाउ न यहाँ कालो न कालो देखिरहेको यिनीहरू देखो म मात्रै यहाँ ब्युटिफुल निस्केको छु कालोहरू कालाहरू हेर न सबै लाइटमा बसेर बत्तीको लाइटमा बोलेर लु हौ राम्री नै छौ म देख्यो राम्री मान्छे छ त अँधेरोमा आउँदा नि राम्री नै हुन्छ देख्यो मेरो साइनिङ गएको थियो ऊ त्यो त झन् काता बिलीले देखिस गोरे छु नि मुला कहाँको लाइट आएको त्यहाँ यता हेर त त्यस लाइटले गर्दा मेरो सरेको हो क्या उनीहरूलाई अनि सनम चाहिँ यहाँ तल बसिरहेको छ अनि म त त्यसै राम्री नै हौ साथीहरू झन् तपाईँहरूले प्रशंसा गरेदेखिको राम्रीको राम्री भएको छु म त आजकल खै मिस राम्री निष्ठुरी रहेछु तिमी हल्ला नगर ए सुन ए भन अब गएर भात पकाइदिनु राति राति भात पकाउँछ तिमी भात बिना बाँच्न सक्दैनौ अरे अघि 1 बजी खगो बिहान यस्तो छ किन? सुतेर बिहानभरि बिन्दास सुत्दिन्छ बिहानभरि सुताङ्गे दिनभरि उठाङ्गे मलाई चाहिँ काममा पठाउँछ भने बिहानै अनि ऊ चिनमा सुत्छ 10-11 बजी अनि उठेर भात पकाएर 12-1 बजीसम्म खान्छ नि म टिकाउँछ अनि त्यही हो जहिले उसको त त्यति नै हो त्यही त हो काममा नगएको बेलामा त जन्यु खोज्नु पाउँछ कि मसँग एउटा अनि त्यसपछि त सुतेको सुते दाँत किराले पनि खाएको साथीहरू त मेरो ठुलो खुट्टा त फोर्न पुग्दैन कस्तो मासु उफ्रिँदैछ नि त बुलुक 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 हुँदैछ त बिरामी हुने बेला बिरामी हुने बेला बिरामी हुने बेला त्यस्तो हुन्छ मासु खुट्टाएर बिरामी हुन्छ बुलुक बुलुक हुँदैछ क्या यस्तो छालाहरू हिँडेर केही हुँदैन अब एकछिनमा चटपटे आएपछि देखाउँछु साथीहरू यहाँ चटपटे आइसक्यो बाहिरदेखि आइज न आँटिँदैन क्या यसरी नाट्ने पनि आइज यहाँ अब त्यता यहाँ ठाउँ छ क्या ओइ ला पोखिन्छ क्या उठेर आइज न मुडा छ क्या के पोखिन्छ हौ मोटो भएर छिर्नै सक्दै छैन क्या मोटो नि फेरि डेन्जर मोटो रहेछ कत्रो मोटो टाङ नफाल्नु न साला अति हाई स्कुलले भात खान्छ र म खान्छु नि हो एउटा फोन अलिक पर राख त झर सनमा निस्किन्छ रहेछ हामी निस्किन्छ हौ तिमीलाई ढेँडो मात्रै निस्किन्छु अलिक तलाउनु न साइड खानु न तपाईँ अन्त घुम्नु साथीभाइसँग हुँदा चाहिँ यस्तो नगर्नु है
ल यसले त सुरुमै एक्का थाल्यो त भाइ फेरि दाइ सिडीको पनि आयो अब फेरि बेला हुँदैन अब बास सानो के अरे जार आयो एक बेक्सी हो उनीको ओखा पोखा हुन्छ बढी दिनुहुन्छ 4 बोटुको होइन 5-6 बोटुको यहाँ 4 बोटु मात्रै 100 रुपियाँको यो आम्माम कत्रो अनि असम भनेको मैले झापबाट जान्छ ल्याममै सुत्दिनु देख्नु सहेको कत्रो साथीहरू म चाहिँ अहिले भर्खरै रुम आइपुगेको अनि म चाहिँ लास्टै थाकेँ हो अनि त्यही हो म चाहिँ अब केही नभनिकन यति नै भिडियो एन्ड गर्न चाहन्छु अब अर्को ब्लगमा भेटौँ न टाटा बाई बाई